चा भने सोचे जस्तो नआउने के यस्तो अनुभव भएको छ? यदि छ भने आजको यो प्रस्तुतिले पक्कै मद्दत गर्नेछ। हामी कडा मेहनत गरेर मात्र होइन, चलाखीपूर्ण तरिकाले अध्ययन गर्ने 10वटा वैज्ञानिक विधिहरू बारेमा कुरा गर्नेछौँ। ल सुरु गरौँ है त। हामीमध्ये धेरैजनाले सामना गर्ने मुख्य समस्या नै यही हो। समय त प्रशस्तै दिइन्छ, तर नतिजा भने हात लाग्यो शून्य। यो समस्यालाई द स्टडी ट्र्याप वा अध्ययनको पासो पनि भन्न सकिन्छ। आखिर के हो त यो पासो? कुरा के हो भने हामीले मेहनत गरेको महसुस गराउने तरिका र साँच्चै प्रभावकारी हुने तरिकामा आकाश जमिनको फरक छ। जस्तै लामो समय पढ्नु, पढेको कुरा बारम्बार दोहोर्याएर पढ्नु वा किताबमा हाइलाइट गर्नु। यी सबैले हामीलाई मैले धेरै पढे भन्ने भ्रम त दिन्छ। तर विज्ञानले भन्छ वास्तविक प्रभावकारिता त एक्टिभ रिकल, स्पेस्ड रेपिटेसन र फोकस्ड सेसन्स जस्ता तरिकामा छ। यसले के देखाउँछ भने कति घण्टा पढ्यो भन्ने भन्दा पनि त्यो समयमा कसरी पढ्यो भन्ने कुराले धेरै नै फरक पार्छ। मतलब समस्या प्रयासको कमीमा होइन, तर हाम्रो रणनीति नै गलत हुनुमा हो। यसलाई यसरी बुझौँ न। बगैँचामा एकैचोटि बाढी ल्याउनु र ठिक तरिकाले ठिक समयमा पानी हाल्नुमा धेरै फरक छ। बाढीले त बोट बिरुवालाई बिगार्छ, तर सही तरिकाले हालेको पानीले बोटलाई हुर्काउँछ। हाम्रो दिमागको लागि अध्ययन पनि ठ्याक्कै त्यस्तै हो। त्यसो भए सही रणनीति के हो त? हाम्रो पहिलो खण्ड एक्टिभ लर्निङ स्ट्र्याटेजिज अर्थात् सक्रिय सिकाइमा केन्द्रित छ। यहाँ हामी निष्क्रिय रूपमा पढेर मात्र बस्ने बानीलाई कसरी सक्रिय ज्ञानमा बदल्न सकिन्छ भनेर हेर्नेछौँ। सबैभन्दा शक्तिशाली हतियार हो एक्टिभ रिकल अर्थात् सक्रिय स्मरण। यो भनेको किताब पल्टाएर वा नोट हेरेर जानकारी लिनु होइन। यो त किताब बन्द गरेर दिमागलाई बल दिएर सम्झनाको आधारमा जानकारी बाहिर निकाल्ने प्रक्रिया हो। जब हामी यसो गर्छौं, हाम्रो मस्तिष्कमा त्यो जानकारीको लागि बनेको न्युरल मार्ग अझ बलियो हुँदै जान्छ। र यसको प्रभाव कति शक्तिशाली छ? विज्ञान भन्छ सक्रिय स्मरण मार्फत दिमागबाट निकालिएको जानकारी 10 गुणा बढी समयसम्म याद रहन्छ। सोच्नुस् त, सामान्य तरिकाले दोहोर्याएर पढ्नुभन्दा यो 10 गुणा बढी प्रभावकारी छ। यसलाई व्यवहारमा कसरी उतार्ने त? धेरै सजिलो छ। कुनै अध्याय पढिसकेपछि किताब बन्द गर्ने र मुख्य बुदाहरू के थिए भनेर आफैलाई सुनाउने। पढेको सामग्रीबारे आफैले प्रश्नहरू बनाउने र त्यसको उत्तर दिने। फ्ल्याश कार्डहरू बनाएर आफ्नो स्मरण शक्ति परीक्षण गर्ने। वा सबैभन्दा उत्तम, सिकेको कुरा अरू कसैलाई सम्झाउने कोसिस गर्ने। एक्टिभ रिकलको एउटा उत्कृष्ट उदाहरण हो फाइनम्यान टेक्निक। यसमा 4वटा सरल चरणहरू छन्। पहिलो, कुनै एउटा विषय छान्ने। दोस्रो, त्यसलाई एउटा 10 वर्षको बच्चाले पनि बुझ्ने गरी एकदमै सरल भाषामा सिकाउने प्रयास गर्ने। तेस्रो, सम्झाउँदा कहाँ कहाँ अलमल भयो वा कुरा अड्कियो त्यो पत्ता लगाउने। र चौथो, ती कमजोरीहरूलाई फेरि पढेर अवधारणा पानी जस्तै सफा नभएसम्म सरल बनाइरहने। यो फाइनम्यान टेक्निकले हामीलाई ज्ञानको अन्तिम परीक्षणमा पुर्याउँछ। के आफूले सिकेको कुरा अरूलाई सिकाउन सकिन्छ? यदि सकिन्छ भने हो, त्यो नै वास्तविक बुझाइ हो। यसलाई टिचिङ इफेक्ट पनि भनिन्छ। र यो तरिका कति प्रभावकारी छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। अरूलाई कुनै विषय सिकाउँदा आफूले सिकेको कुरा 90% सम्झनामा रहन सक्छ। यो निष्क्रिय रूपमा पढ्नुभन्दा कता हो कता शक्तिशाली छ। ल अब अर्को खण्डमा जाउँ। यहाँ हामी कहिले र कति पटक पढ्ने भन्ने बारेमा कुरा गर्नेछौँ। यो भनेको हाम्रो दिमागको प्राकृतिक लयसँगै काम गर्ने बारे हो। यसलाई स्मार्ट टाइमिङ एन्ड रिपिटिसन भनौँ। स्पेस्ड रिपिटिसन वा अन्तरालमा दोहोर्याउने अवधारणा निकै रोचक र प्रभावकारी छ। यसअनुसार कुनै कुरा सिकेपछि त्यसलाई बिर्सिनै लाग्दा ठिक समयमा दोहोर्याउनुपर्छ। जस्तै पहिलो दिन सिकेपछि तेस्रो दिन, त्यसपछि 7औं दिन र फेरि 21औं दिनमा हेर्ने। हरेक पटकको अन्तराल बढ्दै जान्छ। यसले जानकारीलाई हाम्रो अल्पकालीन मेमोरीबाट दीर्घकालीन मेमोरीमा सार्न मद्दत गर्छ। र तथ्याङ्कले के भन्छ? अन्तरालमा दोहोर्याउने यो विधिले हाम्रो दीर्घकालीन स्मरण शक्तिलाई 80% बढाउन सक्छ। यो पढ्यो बिर्स्यो भन्ने चक्र तोड्ने एउटा शक्तिशाली उपाय हो। समय व्यवस्थापनको अर्को एउटा उत्कृष्ट तरिका हो पोमोडोरो टेक्निक। यो एकदमै सरल छ। 25 मिनट पूर्ण ध्यान दिएर पढ्ने, त्यसपछि 5 मिनटको विश्राम लिने। यस्ता छोटा छोटा सत्रहरूले हाम्रो एकाग्रता बढाउँछन् र दिमागलाई थाक्नबाट पनि जोगाउँछन्। तर
अध्ययनका प्रविधिहरू मात्रै सबै थोक होइनन्। हाम्रो वातावरण र दैनिक बानीले पनि सिकाइमा ठूलो प्रभाव पार्छ। अब हामी दिमागलाई तेज बनाउने केही यस्तै बानीहरूबारे छलफल गर्नेछौँ। हामीलाई लाग्छ कि हामी मल्टिटास्किङमा च्याम्पियन छौँ, तर सत्य यो हो कि यसको मूल्य निकै ठूलो छ। पढ्दै गर्दा मोबाइल चलाउनु वा अरू कुनै काम गर्नुले हाम्रो स्मरण क्षमतालाई 40% घटाउन सक्छ, किनकि हाम्रो दिमाग एक पटकमा एउटा मात्र काममा राम्रोसँग केन्द्रित हुन सक्छ। अर्को सबैभन्दा महत्त्वपूर्ण तर व्यवस्था गरिएको कुरा हो निद्रा। दिमागले सिक्ने क्रममा सम्झनाहरू भण्डारण गर्दैन। यसले त निद्राको समयमा ती जानकारीलाई स्थायी बनाउँछ। त्यसैले 7 देखि 8 घण्टाको गहिरो निद्रा रातभरि बसेर पढ्नुभन्दा धेरै गुणा महत्त्वपूर्ण अध्ययन बानी हो। नोट लिने तरिकाले पनि धेरै फरक पार्छ। अनुसन्धानले देखाउँछ कि ल्यापटपमा टाइप गर्नुभन्दा हातले नोट लेख्दा दिमाग बढी सक्रिय हुन्छ र विषयवस्तुको गहिरो बुझाइ हुन्छ। हो, टाइप गर्दा छिटो त हुन्छ, तर सिकाइ त्यति प्रभावकारी नहुन सक्छ। हामीले सबै प्रविधि र बानीहरूको बारेमा कुरा गर्यौं, तर यी सबैको जग एउटै कुरामा अडिएको छ, र त्यो हो हाम्रो मानसिकता। यसलाई ग्रोथ माइन्डसेट भनिन्छ। यो यस्तो विश्वास हो कि हाम्रो क्षमता र बौद्धिकता जन्मजात हुँदैन, बरु कडा परिश्रम र समर्पणले यसलाई विकास गर्न सकिन्छ। हाम्रो दिमाग एउटा मांसपेशी जस्तै हो, जति धेरै प्रयोग गर्यो यो उति नै बलियो बन्दै जान्छ। त्यसैले म कमजोर छु वा मलाई यो आउँदैन भनेर सोच्नुको सट्टा म अहिले अभ्यास गर्दैछु भनेर सोच्नुहोस्। यो सानो परिवर्तनले सिकाइप्रतिको हाम्रो सम्पूर्ण दृष्टिकोणलाई बदल्न सक्छ र हरेक चुनौतीलाई अवसरको रूपमा हेर्न मद्दत गर्दछ। हामीले धेरै कुराहरू छलफल गर्यौं। अब अन्त्यमा एउटा प्रश्न सोच्नको लागि, यदि आजबाट कुनै एउटा मात्र प्रविधि सुरु गर्ने हो भने त्यो कुन प्रविधि होला जसले सिकाइको पुरानो तरिकालाई पूर्ण रूपमा बदल्न सक्छ? यसको उत्तर खोज्नुहोस् र आजैबाट सुरु गर्नुहोस्।